अनि अहिले चाहिँ हामी चाहिँ चोलुङ पार्कमा लाग्दै छौं। भ्यू कस्तो छ गाइज, लेट्स सी आजको दिन कस्तो हुन्छ गाइज। गुराँस किन टिपेको केस लगाइदिउँ? साले गोरु भन्यो। हामी नि आउँदै छौँ त। कति चर्टीकला भयो। गाइस हाम्रो यहाँ क्यामेराम्यानले चाहिँ एकदम क्यामेरा रेडी बनाइसकेको छ। हाम्रो दिदी आन्टीहरू चाहिँ पुरा पोजिसनमा रेडी भइसक्नु भएको छ। Wow. Hello guys, welcome back to my new video अनि YouTube च्यानलको साथमा म उपस्थित भइसकेको छु। किन एक्साइटेड छु भनेर थम्बनेल र भिडियोमा हेरेर थाहा भइसक्यो होला गाइज है। दिस इज अ मिडल फिंगर। के बोले भाइ? अब के बोले के जथाभावी बोले? सरी गाइज, चोरी अमला हो यो। दिस इज अ चोर्ने अमला। अनि अहिले चाहिँ हामी चाहिँ चोलुङ पार्कमा लाग्दै छौँ। भ्यू कस्तो छ गाइज, लेट्स सी आजको दिन कस्तो हुन्छ गाइज। क्यामेराम्यान गरिदिया हो, क्यामेरा मुझे दे दो। जाँदैछु ल गाइजहरू, हेर्दै गर्नुहोस् पार्क कस्तो रहेछ। रानीगाउँको चोलुङ के पार्क अरे थाहा पनि छैन। अस्ति देखाएको थिएँ ल गाइज, मिस्टेक भएछ। फोटोको जाँड यिनीहरूले खुवाएको थियो, लागेछ क्या साथीहरू। ल सो साथीहरू हामी चाहिँ लागिसक्यो। हामी के गर्नुपर्छ? हामी चाहिँ यहाँसकदेखि छिर्दैछौँ गाइजहरू। ल चटासँगले गुराँस किन टिपेको केस लगाइदिउँ? साले गोरु भन्यो गाई चाहिँ। यो बहिनीले मलाई साले गोरु भन्यो। तिमीलाई मैले चिनेको छु, भोलि पर्सि हेर न तिम्रो अनुहार देखिसक्यो। मैले चिनिसकेँ। अब पख सो गाइजहरू, अहिले भिडियो लाभ हुनसक्छ। लेट्स सी आज चोलुङ पार्कमा 1 गते कतिको मान्छे थुपेको छ नि त, कतिको गर्लफ्रेन्डहरू छ त, कतिजनाको बोयफ्रेन्ड गर्लफ्रेन्ड छ त, हेर्नु परेन। ल हेर्दै गर्नुहोस् है साथीहरू। कति हिँड्दा पनि होइन, कति अटोलाई रोक्दा पनि रोक्दैन, भ्यानलाई रोक्दा पनि रोक्दैन। ढिलो भयो कि क्या हो? हाम्रो त लुगा सोल्टिनेहरू त अघि पुगेर आइसक्नु भएछ। कतिको रमाइलो हुँदैछ चोलुङ पार्कतिर हो र। ल ए रमाइलो हुँदै रहेछ। ल हामी पनि लाग्यो। अब हामीलाई त गाडीले नै पत्याएन है गाइजहरू। अब एकदम नाकाबन्दी लाइन छ गाडीलाई। चोलुङ पार्क पुगेर आउनुभयो आन्टी? ल हामी त भर्खर जाँदैछौँ। हाम्रो सोल्टिनीहरू। तपाईँहरू कतादेखि घुम्नु जानुभयो कि घुमेर आउनु भएको हो? हेप्ने हामीलाई ल ठिक छ, हेप्नु पायो। आचल गर्ले तपाईँहरू त बोयफ्रेन्ड भेट्नु हतारले कुद्नु भएको, बुढी आमालाई पर्खिनु पर्दैन कि पानी पर्छ भनेर कुद्नु भएको? जे भएर कुदे पनि कुद्नु नै राम्रो, छिटो पुगो भने त। हामीलाई पनि पर्खेर लानु न, हामी पनि हिँड्नु सक्दैनौँ न। हामी नि आउँदै छौँ त। तिमीहरूको चर्टीकला भयो। हेलो साथीहरू, म चाहिँ अहिले गइरहेको छु होइन।
एकदम सँगले चाहिँ सल्लाह गाडी छ के पार्क जाने बाटोमा पछाडि देख्दै हुन्छ नि सल्लाहको बोटहरू लेकिन 1 सेकेन्ड सँगले चाहिँ सल्लाह गाडी छ के पार्क जाने बाटोमा अनि हामी चाहिँ लाग्दैछौँ ल है गाइजहरू उकालोमा लाग्दैछौँ अब चाहिँ केही छेडमा केही सेकेन्डमा हामी चोलुङ पार्क पुग्नेवाला छौँ ल गाइज सो गाइजहरू ल हामी चाहिँ अब इन्ट्री भइसकेको छ हाम्रो जो सोल्टिनीहरू पनि रहेछन् ए हामीहरू 3 जना आएको हामी त घुम्दै घुम्दै आएको नि ल लोरो ल फर्किनु हो को भाउजू सो गाइजहरू ल हामी चाहिँ चोलुङ पार्क पुग्यौँ अब हेरौँ कतिको मान्छे रहेछ है त यहाँ बाफ रे बाफ नजरा अटो आमै यहाँ त पसल पनि रहेछ अहिले त पसलमा एकछिन आएर चटपट खानुपर्छ ल अटोवाला क्या चल रहा है इधर त ए नि त ल यहाँ त धान नाचे कार्यक्रम चल्दै रहेछ ल है ल सो गाइजहरू देख सक्दै हो आप चोलुङ पार्कमा आ रहा हूँ मैं आउँदा आउँदै एकदम दामी मान्छेहरूको चाहिँ आज चाहिँ के अरे नयाँ सालै लागेछ क्या बाफ रे बाफ तल देख्न सक्नुहुन्छ हाम्रो घरमा पनि वाउ सो गाइजहरू एकदम सँगले धान नाचे कार्यक्रम चाहिँ चलिरहेको छ यहाँनिर बबाल तर यो अलिक के हो आज बादल लागेर जस्तो भएको क्यामेरामा अलिक प्रब्लम भइरहेछ नयाँ वर्ष खतरा मनाउँदै रहेछन् गाइजहरू घन्टी बजाउँदै रहेछ देख्न सक्नुहुने छ यहाँ हाम्रो भ्यू टावर छ यहाँ माथि जानु पर्ला है यहाँ तलदेखि पनि एकचोटि माथिदेखि पनि चढेर एकचोटि होइन हामी दिउँ होइन यहाँ चाहिँ फोटो खिचे कार्यक्रम एकदम झकास चलेर छ टिकटक पनि बवाल छ ओहो खै यहाँ पानी उडाउने राखेको छैन नि क्या हो अलिक यहाँ पानी उडाउने नराखेर बर्बाद भएछ नत्र त एकदम झकास छ हामी चाहिँ अब भ्यू टावरमा जाने होला छौँ गाइजहरू अनि हाम्रो 1-2टा फोटो फेरि खतरा सुट हुन्छ क्या यहाँनिर चाहिँ अनि इधर गर्लफ्रेन्ड चाहिँ आना पडेका बहुत मजा आएगा यहाँ तल टिकटक सिकटक बनाएको कार्यक्रम हेर्दै गर्नुहोस् गाइज वाउ हामी चाहिँ भ्यू टावरमा चढ्नेवाला छौँ अब केटाहरू चढ ल टक भ्यू टावरमा चढ्दैछौँ कि गाइजहरू अहिले भ्यू टावरको टुपी पुगेपछि देखाउँछु ल नजरा चाहिँ खतरा देखिन्छ है गाइजहरू टुपीमा चाहिँ पुगेको छुइनँ होइन यहाँ चढिरहेको छु एकदम नयाँ नयाँ साल नयाँ नयाँ मान्छे होइन केटा बबाल छ आउन चाहिँ पहिले पनि आएको नयाँ सालमा आएको जस्तो चाहिँ नहुँदो रहेछ साथीहरू अब मजा आउँछ अब मजा आएको तर पानी पर्न आँटेको छ एकदम तल देख्न सक्नुहुन्छ सिनहरू बबाल देखिन्छ केटा हो फोटो खिच्दैनौ माथि गएर ल सो साथीहरू म चाहिँ छतको टुप्पीमा छु अहिले होइन फोन झऱ्यो भने चाहिँ फेरि होइन केही हुनेवाला छैन म दामी नजरा छ भर्खर भर्खर आइपुगेको हामी चाहिँ प्रायः मान्छे सबै घुरिसकेको छ टिकटक बनाइसक्यौँ होइन बनाइस् नि अन्त अब हामी जानेवाला छौँ बाटोमा त ब्लक पो हुँदै रहेछ त यहाँ त गाह्रो भयो 1-2टा डान्स छिटो भन न ठिक छ चलेगा
आन्टी र दाइ अरे ल ल हजुर ल फोटो खिच्दै गाइस हाम्रो यहाँ क्यामेराम्यानले चाहिँ एकदम क्यामेरा रेडी बनिसकेको छ हाम्रो दिदी आन्टीहरू चाहिँ पुरा पोजिसनमा रेडी भइसक्नु भएको छ ल क्यामेरामा कस्तो आइरहेछ हेरौँ चेकिङ अलिक के भयो ठिकठाकै छ हेलो साथीहरू फोटो सोटो खिचिसकेर लाग्यौँ हामी चाहिँ होइन लु अगाडा हो तिमीहरूको एकदम दामी भिडियो हुँदैछ दामी तलदेखि पनि मान्छेको आगमन बहुत बहुत बढिया छ जति रात पर्छ उति मान्छे आउने हो क्या आजको दिन त एकदम जग्गा टक्क टक्क हिँडिरहेको छौँ हामीहरू चाहिँ होइन एकदम सिनर चाहिँ बबाल छ अहिले त नराम्रो भयो त कहाँ अब हेरिँदैन सिधै भरे सो गाइजहरू हामी चाहिँ अहिले चोलुङको भ्रमणतिर लाग्दैछौँ भर्खर टावरदेखि छुटकारा पाइयो यहाँतिर चाहिँ एकदम टिकटक चाहिँ खतरा खतरा चलिरहेको छ है सो गाइज ओ के भयो के भयो के भयो क्यामेरा ल गाइजहरू हामी यहाँ डान्सिङ चलिरहेछ जाउँ भने त्यहाँ कपिराइट हान्नु सक्छ तर पनि ठिकै छ हामी पनि चाहिँ केटाहरू पनि गएर डान्स हानिहाल्छ नि अब ल यहाँ तल जाने ल केटाहरूले डान्स हान्छ अब त्यहाँनिर गएर हो चोलुङ पारमा त यस्तो रमाइलो भइरहेछ त साथीहरू आज एक गते त बबाल सब हुँदै रहेछ यहाँनिर हेर्नु त नाच्दै नाच्दै त पनि गुम्बा दिदीहरू पनि पुगिरहेको छ ठिकै छ ठिकै छ हामी चाहिँ त्यो टावरमा भक्कु भिडियो बनाएर झरिसकेको छौँ अब हामी जाउँ घरमा कता हो बाटो है गाइस ल हामी चाहिँ यो घरमा जानेवाला छौँ एकदमसँगले होइन हम इधर जाएंगे इधर भी एक टिकटॉक बनाएंगे गाइजहरू आज एक गते चाहिँ बब्बाल मौसम रमाइलो हुँदैछ भिडियो चाहिँ बब्बाल बब्बाल आउनेवाला छ टिकटक के गर्नु क्यामेरामा खिचेर हाम्रै क्यामेरा टिकटक चल्दैछ यहाँ फेरि बब्बाल सो गाइजहरू हाम्रो चाहिँ यो चोलुङ पार्कदेखि बिदा लिइसकेको छौँ भन्नुपर्छ होइन राम्री राम्री केटी थियो राम्री तरुनी थियो अनि हामी चाहिँ अहिले फर्किँदैछौँ गाइज है अहिले बाटोमा भेट्दै गर्नुपर्छ मान्छेहरू चाहिँ आउने क्रम चाहिँ ज्यादा छ क्या अब रात पर्दै गइसक्यो हाम्रो त घटाएर छ हामी त हिँडेर आएको आजको दिन त गाडी छैन नि त होइन केटा हो गाडी छ तिमीहरूसँग छैन नि होइन सो साथीहरू हामी चाहिँ अहिले कहाँ छौँ भन्दाखेरि चाहिँ भुटारको भुटार देखा भुटारको मुनि छौँ है एकदम दामी यो चाहिँ चौर छ यहाँ होइन चौर छ अनि यहाँ हामी चाहिँ हिँड्दैछौँ यस्तरी होइन गाइजहरू अनि अरू के छ थाहा छ एकदम दामी कुरा लेट्स सी भ्यू अनि लेट्स सी वाट इज स्कुल नेम श्री सिद्ध माध्यमिक विद्यालय वाट इज स्कुल नेम श्री सिद्ध माध्यमिक विद्यालय होइन होला के हो स्कुलमा छु हामी चाहिँ केटाहरूलाई इन्डियन मास्टर मदर यो मेरो काका हो दिस इज अ फलो लाइक टिकटकमा अनि फ्रेन्ड रिक्वेस्ट सब्सक्राइबर माई बिग सब्सक्राइबर कैमरा इधर अनि ये देख सकते हो मेरा बोका फ्रेंड है भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ
यतापट्टि मात्रै राम्रो देखिँदो रहेछ। अनि गाइजहरू यिनीहरू दुईजना चाहिँ मेरो पार्टनरहरू आजको। यिनीहरू स्पोन्सरवाला हो नि त, बबाल भइरहेछ। अनि केटा हो आज पैसा देखान, पैसा। वाउ ब्युटिफुल गाइज। सो एकदम भ्यू चाहिँ दामी आइरहेछ गाइजहरू। देख्न सक्नुहुन्छ आकाश, यता पानी पर्दैछ। ब्लग जान्छ क्या हो त क्यामेराम्यान।